जापानको एकदम गाउँमा है ओकायामा केन हो यो चुयामादेखि हल्का माथि पर्छ त्यहाँ चाहिँ ट्राउट माछाहरू बल्छीहरू रेन्टमा लिएर बच्चाहरूसँग खेल्न सक्नुहुन्छ धेरै थरी फेसिलिटिज तपाईँहरू म त्यो देखाउँछु हेरिदिनु है भिडियो सब्सक्राइब गर्नु लाइक गर्नु लेट्स गो गाडी आइरहेको छ यसो बाटो धेरै साँघुरो छ साँघुरो भन्नाले पनि यस्तै हो बाटो गाउँको मलाई चाहिँ यस्तै ठाउँहरू लास्टै मनपर्छ हो त्यो माथि त्यो टाउनतिर हल्ला खल्ला देन्स्या त्यस्तो हुन्छ नि यस्तै बानी भएर होला मास सही लाग्छ तर सिटीतिर बसेकोहरूलाई वाक्क दिक्क कामै काम टेन्सन भयो भने चाहिँ यस्तोतिर आउनु होला घुम्नलाई लोकेसन म तपाईँहरूले कमेन्ट गर्नु म त्यसमा लोकेसन हालिदिन्छु मेसेज गरे नि हुन्छ यस्तो गाउँतिर एकदम रिल्याक्स त्यहाँनिर कटेज पनि दामी छ हो अहिले म गएको ठाउँमा धेरै महँगो पनि छैन होला एकजनाको तर सिजन अनुसार चेन्ज हुन्छ पैसा है 3-4 हजार त होइन 12,000 जति पर्छ होला तर फ्यामिलीको लागि चाहिँ सबभन्दा बेस्ट है बच्चाहरूको लागि यो गर्मीमा पानी खेल्न चिसो पानी खेल्न अनि बल्छी अनि उनीहरूले ट्राउट माछा हालिदिन्छ है खेल्ने समात्ने बार्बिक्यु गर्ने बस्ने जस्तै गर्लफ्रेन्ड बोयफ्रेन्ड भएकोहरू नभएको सिङ्गललाई पनि राम्रो छ सबैलाई मनपर्ने मान्छेहरूलाई यस्तो नेचरहरू एडभेन्चर गर्ने मन लाग्यो अझ गाडीमा तपाईँको गाडी छ भने गाडीमा साइकलहरू हालेर ल्याउनु यस्तो बेस्ट हुन्छ साइक्लिङ पनि हुन्छ माउन्टेन टुरिङ पनि हुन्छ यस्तो नेचर एकदम सही लाग्छ यहाँ ड्याम पनि छ छेउमा ठुलो ड्याम छ टन्नै छ जापानमा तर यस्तो ठाउँहरू है इच्छा हुनेहरू चाहिँ टाइम मिलाएर एकदम बेस्ट हुन्छ यो चाहिँ तपाईँको ड्याम यहाँनिर ड्याम खोलालाई थुनेर ठुलो ड्याम बना यस्तो छ यहाँ चाहिँ रेस्टहरू गर्छ है यो छ तर आज हामी यहाँ होइन अलिक माथि नै जाने हो अहिले फर्किँदाखेरि तपाईँहरूले देखाउनु लगाएको ड्याम अझै यहाँबाट तपाईँको 12 किलोमिटर जति 11 लगभग 14 मिनट जति लाग्छ 14 to 15 जङ्गलको बाटो छ त्यो टाइम लाग्छ पार्किङहरू पनि हुन्छ है यस्तो ठाउँतिर ठाउँमा टोयलेटहरू बस्ने ठाउँ रेस्ट गर्ने ठाउँहरू बनाइदिएको हुन्छ
तर राति चाहिँ अलिक उयो नै हुन्छ यार यो ठाउँमा भन्नाले भालु अनि सिखाहरू यो मृगहरू धेरै छ कि अनि के भन्छ त्यसलाई बँदेलहरू एकदम पाउँछ यो जङ्गलमा खेती त राम्रोसँग गर्न दिँदैन यता सबै खाइदिन्छ यो मुनि राम्रो ड्याम छ पानी जमाएर अहिले टाइम छैन टाइम भएको दिन तपाईँहरूले यो यताको ड्यामतिरको सबै देखाइन्छ राम्रो छ अब योभन्दा 1 महिनापछि त अब हिँड्न नि सक्दैन गर्मीले बाफ्रे बा तर हाँचीगाचीको गर्मीमा बाबुहरूको सबैको स्टुडेन्टहरूको बिदा हुन्छ घुम्नको लागि पानी खेल्न चाहिँ यहाँ बेस्ट हुन्छ एकदम चिसो छ माथि मेरो साउन्डै आएन होला माइक छैन है माइक लिएर फिट गरेर बोलेर भ्लग गर्नुमा खासै बोल्न नै आउँदैन यस्तो भिडियो नि बोलेर कहिले बनाएको छैन मिस्टेक भयो भने भन्नु सच्याउँछु कमेन्ट गर्नु के सुधार्नु पर्ने हो होइन भर्खर न्यू हो लर्नर के भन्छ अब ब्याङ्कको चियो हो होइन भिडियो बनाउने बोल्ने यताउता हिँड्ने अनि गाडीहरूको बारेमा पनि केही सोध्नु मन लाग्यो होइन न्यू अहिले भर्खर लाइसेन्स भएकोहरूले बाटोतिर कसरी हाँक्ने होइन कस्तो सिग्नलमा कसरी लाने के गर्ने कन्फ्युज हुनुभयो भने हुन त सबैलाई नै थाहा हुन्छ भने हुन कन्फ्युज हुन्छ होइन सोध्नु नआएको कुराहरू चाहिँ लाज नमानी सोद्धा नि हुन्छ है जति जाने त्यति राम्रो हुन्छ मलाई नआएको कुराहरू तपाईँहरूलाई सोध्छु सो त्यही हो गाडी किन्नु पऱ्यो भने पनि कसरी छान्ने कसरी के गर्ने होइन त्योहरू जाने कुराहरू तपाईँलाई म भन्छु अब नेक्स्ट भिडियो बनाउँछु आफ्टर 1 विक त्यो चाहिँ त्यसको बारेमा चाहिँ अब चिसो हुन थाल्यो है यस्तो राम्रो गाउँ छ है जङ्गलको बिचमा यहाँबाट तोत्तरी पनि गइन्छ यसरी साइक्लिङ आउँछ यो तपाईँहरू भिडियो देख्नुभयो होला तर मन हुने मान्छेहरूलाई यो घाम गर्मी होइन अब केही नभन्दा चाहिँ इच्छा रह्यो मान्छेको अनि एउटा एज हो है बुढाबुढी भएर गर्ने कुरो होइन कोही घरमै ननिस्किने हुन्छ कोही निस्किने हुन्छ होइन तर मलाई चाहिँ मनपर्छ यस्तो ठाउँ गाउँघर साइलेन्ट नेचरसँग रमायो होइन हेडफोन हुनु पऱ्यो गीत हुनु पऱ्यो अझ गिटार आउनेहरूले गिटार भयो भने झन् बेस्ट हुन्छ बाबुक्यूहरू भन्दा 10 minutes यहाँबाट तोत्तरी पनि पुगिन्छ है तोत्तरी तपाईँको यहाँबाट लगभग कति किलोमिटर होला 65 किलोमिटर होला त्यो सानो झर्ना आइन्छ यो तल 65 किलोमिटर छ 1.5 घन्टामा मजाले पुगिन्छ यहाँ हाइवेसम्म हेर्दै 1 आवर पनि लाग्दैन होइन तर हाइवे गयो भने पैसा धेरै लाग्छ ए सीतामिची गयो भने चाहिँ 1 आवर 1.5 घन्टा लाग्छ यो साइडमा चाहिँ यो रोड तल चाहिँ खोला छ क्या फ्रेस वाटर छ है यस्तो राम्रो व्हाइट फुलहरू फुल्यायो सेम यही फुलको मैले भिडियो बनाएको थिएँ क्या योभन्दा अगाडि पहेँलो कलरमा छ क्या सेम है यो झार हो भने चाहिँ वर्ष्यौनी क्या एकदम धेरै क्या जापानिजहरूले झार भन्छ यो एकदम यो डिस्टर्ब हुन्छ क्या सब्जीहरू खानलाई होइन यसको पहेँलो उयस पनि छ कि
कलरमा। आजको मौसम चाहिँ 29 डिग्री छ। आज गोगाचुको 5 महिनाको कति तारिक हो, 17 तारिकको 29 डिग्री छ। दिउँसोको 12:25 12:30 भनौँ न। गर्मी नै छ, त्यस्तो धेरै होइन। तर त्यहाँ हेर्नु न, चेनको साइन छ टायरमा। यो जाडो लाग्यो भने चिसोमा चाहिँ यहाँनिर नर्मल टायरमा चाहिँ अलिक सकिँदैन है, किनकि यहाँनिर हिउँ झर्छ है, हिउँ पर्छ, एकदम स्लिपरी हुन्छ क्या यहाँको रोड। के फुई टायर लाउनु पऱ्यो, विन्टर टायर होइन कि चेन, एकदम हिउँ हुन्छ। जापानको जङ्गलमा चाहिँ यो के भन्छ, धुपी नै होला सगुन, एकदम धेरै ठुल्ठुलो है। नेपालमा नि सगुन हुन्छ होला, तर यति धेरै चाहिँ हुन्न है, धुपीको लास्टै धेरै हो। तपाईँको यो सानो गाउँ छ है जङ्गलको बिचमा, खासै त्यति धेरै गाडीहरू पनि चल्दैन। तर बाटोहरू चाहिँ तपाईँको नचले पनि, एउटा घर भयो भने तपाईँको बाटो चाहिँ राम्रो बनाइदिएको हुन्छ कि यहाँको सरकारले, त्यो कुरा चाहिँ राम्रो छ। बाटो चाहिँ जहाँ पनि पुगेको हुन्छ कि तपाईँको। ट्याक्स लिए अनुसार त एकदम राम्रो विकास गरेर, धेरै राम्रो ओल्डकै टपमा पर्छ है। नेपालमा पो अब ट्याक्सले पनि के लिए विकास भन्ने चिज होइन। घर चाहिँ फाटाफुट्टो छ, पातलो छ, धेरै पातलो। यो बिचमा चाहिँ खोला माथि, हेर्नु न कस्तो राम्रो सिन छ। चिसो बेला त यहाँ सेतै हुन्छ, पुरै बवाल देख्छ। धान पनि रोप्नु थालिसकेको छ चाँडै। मिमासाकासी हेर्नुहोस्, उयो अगाडिको घर छ नि, यो बाटो छेउको, म पहिला नै आइसकेको। यो घर चाहिँ तपाईँले रेन्टमा लिएर बस्नु सक्नुहुन्छ कि 2-3 दिन 3-4 दिन होइन। यो अगाडि बार्बिक्यू गर्न मिल्छ। तर कम्युनिस्टहरू छैन, तर खानेकुराहरू सबै हामीले लिएर आउनु। कोही गाउँमा बस्नेहरू मन हुनेहरूलाई चाहिँ एकदम बेस्ट छ यस्तो ठाउँहरू। अनि पहाड जङ्गल, बाटो पनि राम्रो, घर पनि चुटुक्क परेको, अनि कलकल लाउँदो खोला, सहर र सामु खोला, माछा, खेतहरू कस्तो सही छ हेर्नु त। यो पो हो त लाइफ भनेर होइन। तर साधन चाहिँ हुनुपर्छ है, साधन हुनु पऱ्यो। यस्तो मस्तो बस्नु आनन्द, हेल्दी, ब्युटिफुल त केही होइन। संसारको सबैभन्दा ब्युटिफुल चिज चाहिँ यही हो। यहाँ चाहिँ अलिक बाग्लो छ है घरहरू। बाँसहरू सबै पहेँलै भए, चाहिरो माइक नभएर गाह्रो छ। माइक भयो कस्तो राम्रो साउन्ड आउँथ्यो होला है, साउन्डै सुन्नु भएको छैन होला। त्यही पनि सुन्नुहोस्, हेरिदिनुहोस् है भिडियो। अब 2.9 किलोमिटर छ यहाँबाट।
एकदम हिडन जेमै भनौँ न मान्छेहरूलाई प्रायः त्यति थाहा छैन होला यो ठाउँमा है त्यस्तो धेरै फेमस पनि होइन कस्तो राम्रो गाउँ छ हेर्नु तपाईँलाई भिडियो हेरेर मन पर्यो होला अझ यो के भन्छ जिउगाछु जिउचिगातिर कस्तो राम्रो कलर हुन्छ क्या जङ्गलको अक्टोबर नोभेम्बर भने सही हुन्छ डिसेम्बरसम्म राम्रो हुन्छ नेपालको पहिला पऱ्यो असोज कार्तिक बक्सिर आई थिङ्क तर बाइक राइडरहरूलाई नि सही हुन्छ हौ यहाँनिर टक्क बाइकमा चिल हुन्छ है किन सहरमा हाल्नुभन्दा त्यस्तो गाउँमा हाल्नु राम्रो हुन्छ नि त बाइकहरूलाई खुल्ला हुन्छ है यहाँ चाहिँ अलिक बाक्लो छ यहाँ गाउँ यहाँ गाउँलाई चाहिँ के भन्दो रहेछ भने मिमासाका सीको यामामोतो भन्दो रहेछ क्या यामामोतो गाउँको नाम चाहिँ गाउँ के भन्नु टोलको यो बस्तीको यामामोतो वा कस्तो बवाल क्या रुखहरूको हेर्नु सही चाहिँ सफा पनि लास्टै सफा छ भने तपाईँहरूले फोहोर देख्नु भयो त कतै यस्तो गाउँतिर फेरि गाडी हाल्नु फाइदा चाहिँ के हुन्छ भने माथितिर चाहिँ सिङ्गो हुन्न क्या यो ट्राफिक लाइट चाहिँ हुन्न क्या नासियो क्या त्यो चाहिँ मलाई लास्टै मनपर्छ भने अब यहाँबाट बाटो लास्टै साङ्गुरो नै छ ठिकै यस्तो चिसो छ नि यहाँको पानी फेरि यो खोल्सा चाहिँ माथिबाट आयो क्या पानी त यसलाई नै तपाईँको एक एकवटा के भन्छ नि माछा खेल्नको लागि बल्छी खेल्नको लागि एक एकवटा बनाइदिया हुन्छ क्या ढुङ्गाहरू राखेर होइन बिचमा तपाईँको ब्लक भनौँ न एक एकवटा ब्लकहरू टक्क बनाइदियो ल हेर्नु न ओ माई गड कस्तो राम्रो छ यो ताफेगी भन्दो रहेछ कि यहाँनिर वेलकम टु टम यहाँ आज आइतबार हो सगभर भिडै हुन्छ बच्चाहरू धेरै हुन्छ क्या अनि यहाँनिर कटेजहरू पनि छ है बस्नको लागि तपाईँहरू म देखाउँछु ल हेरिदिनु है गाडी चाहिँ कहाँ राख्ने गाडी राख्नु त यहाँ रहेछ तर युवाको गरेको रिजर्भ गरेकोहरूलाई मात्रै हो कि अब युवाको नगरी यति बसेकोहरूलाई नि हो कि त्यो चाहिँ थाहा भएन कुरुमा तर त्यस्तो केही भएन
के गर्ने भन्ने कुरो भयो राखिदियो के गर्ने के गर्ने एकचोटि गरेर हेरौँ न के भन्दैन होला Let's go. क्या प्लान हो बस 2 घंटे यार दिक्कत छ अभी मोबाइल लानु पर्यो फेरि तातिएर बस्छ Let's go guys हेर्नु न कस्तो सही छ यार 21 मिनट भइसक्यो धेरै लामो भएछ यहाँको भ्यू यस्तो खालको मैले भनेको चाहिँ कटेजहरू चाहिँ यता पछाडि छ अनि तपाईहरु स्टे गरेर यी पार्टी गर्छु बारबिक्युहरू गर्छु भन्दा नि पाइयो के प्राय सबै बच्चाहरू छ कि त हिगाइरी यहाँ आएर खेल्छु जान्छु भन्ने पनि पाइयो यो सबै हो कि तल यसरी खेल्छ कि बल चाहिँ हेर्नु न ए यसरी बल चाहिँ खेल्यो कि के को बनाइदियो हुन्छ सरी हो के को ब्लगहरू माथिसम्म छ नि पानी चाहिँ अहिले अलिक सुक्या पानी त्यति धेरै छैन अनि पानी अलिक थोरै हो हेर न सबै बच्चाहरू ट्राउट माछाहरू यिनीहरूले छोडिदिन्छ यो पसलबाट अघि म आएको बाटो यो तल्लोबाट हो अनि तपाईँको समातेको माछाहरू चाहिँ यहाँ पोल्न दियो भने 100 रुपियाँ जति पर्छ होला एउटाको पोलेको होइन तपाईँले खान सक्नुहुन्छ यहाँ पोलेर बल्छीहरू चारोहरू सबै यहाँ लिनुहुन्छ नेटहरू रेन्टमा लिएर नि भयो होइन अनि यो चाहिँ कटेजहरू हेर्नु न कस्तो ब्युटिफुल हो तपाईँहरू रेन्टमा बस्न सक्नुहुन्छ कि कटेज हो क्या अनलाइन पनि तपाईँले यो गर्दा नि भयो 24 रुपियाँ तपाईँले डेनमाबाट फोन गरेर गर्दा नि हुन्छ होइन तल्लोसम्म छ पानी कस्तो छ ल यहाँ पनि छ क्या त माथिसम्म छ यस्तो चिसो पाइन्छ है माछा माछा हाल्नु
तपाईँले देख्नु भएको छैन होला माछा त्यहाँ त्यत्रो छ हौ माथिबाट आएको छ क्या जङ्गलै यताबाट एउटा खोला आएको छ माथिबाट एउटा चाहिँ उता साइडबाट बच्चाहरूसँग खेल्न चाहिँ राम्रो छ ल हेर्नु न एकदम शीतल छこんにちはयसरी नम्बर लेखा हुन्छ कि तपाईँहरूको यहाँ हेर्नु त 5 नम्बर 6 नम्बर भनेर त्यो नम्बर अनुसारले हामीले गर्नुपर्छ चाँडै गयो भने चाहिँ राम्रो स्पोर्ट आफूलाई चाहियो भने चाँडै यो याक गर्नुपर्छ हेर्नु न त्यहाँ माछा देख्नु भएको छैन होला है कतिवटा 3 4 5 है ए टन्नै रह्यो माइक साइक भएन है साउन्ड पनि सुनिरहेको थाहा छैन अच्छा यो चाहिँ गहिरो जस्तो है यो माछाको यो अर्थ चाहिँ माछा हेर्नु छ दोगा त्यही छ सेवा चाहिँ तलसम्म हान्यो करियो cottage
माछा मार्नेहरूलाई चाहिँ जस बल्छी खेल्नेहरूलाई चाहिँ एकदम सजिलो मलाई चाहिँ खासै यो बारेमा नलेज छैन है आउँदैन हेर्न चाहिँ राम्रो लाग्छ एकैछिनमा समात्छ भन्छ टन्ने प्राइस तपाईँको प्राइस चाहिँ यहाँ है 오토나 이원생의 소각세고 미친거 해킹이라서 패밀리 6,000 그룹 제 10,000 1만 차이 right? 건지와 아침에 사겨. 아침에 너가 뜯으면 이 에? 너가 하이. 네 이거 미마사카 यहाँनिर चाहिँ हेर्नुहोस् जस्तै समातेकोहरू चाहिँ इपिकीको चाहिँ एक्वेन रे सान्जिमा बे जस्तै समातेको माछाहरू चाहिँ एउटाको 100 रुपियाँ लिन्छ भनेको है तपाईँहरूले यता केही बुझ्नु पाऱ्यो भने यसरी क्युआर कोडमा स्क्यान गरेर इन्स्टामा हेऱ्यो भने चाहिँ सबै देख्छ है इन्स्टाग्राम छ स्क्यानहरू यो प्राइजहरू अनि यहाँ चाहिँ इकुरा होइन अरू सबै छ यसमा होइन यो चाहिँ माछाको अन्डा हो अनि कस्तो खालको माछा चाहिँ हुन्छ नि यो हो कि यहाँ छोड्ने चाहिँ सबै ट्राउटै होला मलाई त्यस्तो थाहा भयो अनि यो भित्र चाहिँ माछाहरू बनाएर ल्याएको बनाइन्छ क्या त्यो भिडियो चाहिँ नगरौँ होला है अनि तपाईँको यहाँ चाहिँ म्यापहरू छ क्या चिजो है पार्किङहरूदेखि लिएर हरेक कुराहरू एक्वेन रे あっちの奥に魚がおるっす。 सागनですかこっちに魚がいけすがあります。 यहाँ चाहिँ माछा छ भनिरहेछ है जिउँदो माछाहरू छ अरे सेवा झारिया ए जिउँदो माछाहरू छ र यहाँ यही माछा समातेर उता खोलामा हाल्ने कि यहाँ कति धेरै छ क्या तपाईँहरूले लाइट चाहिँ राम्रो देखिनु होला है कलको चाहिँ यही माछा समातेर खोलामा हाल्यो कति धेरै छ भन्दा यो सब फ्रेस वाटरको हो क्या हेर्नु कति ग्रामको होला है आधी किलो अलिक छैन ए कति धेरै यहाँ पनि छैन यो चाहिँ लास्टै ठुलो रहेछ ओ कस्तो टल्क्यो है त्यो त 5 किलो बेसी होला दुईवटा माउहरू लगाइ चाहिँ है यो ठाउँ चाहिँ यस्तो छ उनीहरूले पानीको सिस्टम यसरी हेर्नु न यो चाहिँ तपाईँको माथि खोलाको के भन्छ अब मूलको पानी हो क्या त्यो पानीलाई पाइपमा हालेर अनि फेरि फोहोर हुन्छ भनेर चाहिँ यस्तो जालीमा जालिरहेको हुन्छ क्या यिनीहरूले पानी चाहिँ चेन्ज गरिरहनु पर्छ अरे क्या कति हो कति किन भने यस्तो छ जापानको स्कुटर टाइपको सामानहरू बोक्नुहरू यस्तो छ
यहाँ चाहिँ गहिरो छ क्या पानी आउँदा पनि पास गरिहाल्यो उनीहरूले पानी कम हुन्छ नि अब अहिले पानी परायो होइन सुक्छ नि त त्यही भएर सबै यिनीहरूले पानीहरू चाहिँ कम म्यानेज गरेर हुन्छ अनि भेन्डिङ मेसिनहरू पनि छ यहाँनिर ठाउँ ठाउँमा गरेर हुन्छ यहाँ यस्तोमा आउँदा चाहिँ ठुलो ह्याट सनग्लासेसहरू चाहिँ चाहिन्छ है छाता हुनेले छाता नत्र अब त गर्मी हुन्छ पार्किङको सुविधा नि राम्रो छ कटेजहरूको पनि सुविधा राम्रो छ बच्चाको लागि पनि राम्रो छ ओभरअल 5मा 4.5 चाहिँ किन भन्दाखेरि अलिक भित्र कम्युनिस्टहरू केही छैन त्यो भएर शीतल छ हेर्नु न जस्तै तपाईँहरूले बाँसको जस्तै हाम्रो नेपालमा युज गर्छ नि बाँसको बल्छी त्योहरूको युज गर्दा नि हुन्छ न त अर्को त्यो उयसवाला युज गर्दा नि हुन्छ रडवाला अनि टेन्टहरू लाएर पनि बस्नुहुन्छ जिखान चाहिँ यहीँको मान्छेले तोक्या हुन्छ होला सब कतिदेखि कति बजीदेखि कति बजीसम्म भन्ने ल हेर्नु शीतल छ फिसिङहरू गर्न नि माथिसम्म छ सबै ल हेर्नु अरू भन्दा सबभन्दा बेस्ट भनेको यो रुखहरूले गर्दा हो क्या शीतल छ नि त फेरि रुखै नभइदिएर त अनि फेरि घाममा कसले गरिदिने होइन तपाईँको यो कुगाछु होइन जिउ गाछु जिउ इची गाछु तिर आयो भने सबै एकदम रातो हुन्छ क्या यो लिप्सहरू है यो पातहरू अटम लिप्सहरू भन्छ नि कस्तो राम्रो देख्छ नि सबै रातो देख्छ क्या पारे त्यो खुचीले पारे माछा यस्तो भएपछि फ्रेस हुन्छ कि मान्छे आउटडोर चाहिँ एकदम इम्पोर्टेन्ट हो जस्तो लाग्छ मलाई आउटडोर एक्टिभिटिजहरू चाहिँ घरभित्रै मोबाइल चलाउने नेट चलाउने मात्रै गरेर चाहिँ जिन्दगी आफ्नो सोचाइ हो बाटो पनि राम्रो छ त्यस्तो कच्ची रोडहरू त्यस्तो केही छैन एकदम ब्युटिफुल छ माथि छ चिसो छ अझ यो उता गयो भने चाहिँ जङ्गलै जङ्गल भयो उता माथि पुग्यो आधी घन्टा जति लाग्छ तोतरी भन्दा यस्तै ठाउँहरू छ तोतरी पनि जान्छ यहाँ बाटो अनि गाडी उता राखेको हो यहाँ त तोइरे लाग्यो अब चाहिँ म सोरो भिडियो अफ गर्छु एनटिटीको यस्तो फोन स्टिल छ क्या जहाँ यस्तो फोनहरू अहिले पनि युज हुन्छ है हिको भनेको तानेर यस्तोहरू अहिले पनि तपाईँले पैसा हालेर गर्ने युज हुन्छ है यस्तो मोबाइल स्मार्टफोनको समय छ त्यही पनि यस्तोहरू चाहिँ राख्छ क्या जापान सरकारले सिटी पनि राखिरहेको हुन्छ भिलेजमा मात्रै नभएर जहाँ पनि किन भन्दाखेरि यो मलाई थाहा छैन रिजन चाहिँ कहिले काहीँ ब्याट्री डेड हुन्छ होइन यस्तो ठाउँतिर त सिटीमा नि हुन्छ खासै युज त हुन्न त्यही पनि राखेको हुन्छ जापान सरकारले ठाउँ ठाउँमा छ सबै हेर्नु न मैले चाहिँ गाडी यहाँ राखेको हो है मेरो गाडी चाहिँ यो हो यस्तो छ फुलहरू छ राम्रो छ घामले पोल्यो अब चाहिँ म अफ गरेँ है भिडियो बाई बाई सी यू नेक्स्ट भिडियो है अब नेक्स्ट विक आउँछ होला यस्तो छ ओके बाई बाई